त्यसको इतिहासहरू पनि लामो छ, म धेरै कुरा भन्न चाहन्न। अब अन्तिममा मैले के भन्न चाहन्छु भन्दाखेरि चाहिँ है एकछिन है त साथी है, अब यो देश हामीले कस्तो परिकल्पना गरेछौँ र पैसा कहाँबाट ल्याउँछ, दुईटा कुरा मात्रै भन्छु ल। अब यो देशलाई चाहिँ हामीले कस्तो परिकल्पना गरेछौँ, हामीले पृथ्वीलाई कस्तो परिकल्पना गरेछौँ भन्छु है त। हामीले यो पृथ्वीको नाम चाहिँ हरित स्वर्ग राखेछौँ है त, ग्रिन हेभन है। यो हरित स्वर्गका 7वटा भागहरू छन्, 7वटा महाद्वीपहरू। त्यो मध्ये सबै स्वर्ग हुन्। स्वर्गको पहिचान नेपाल, स्वर्गको पहिचान इन्डिया, स्वर्गको पहिचान चाइना, अमेरिकन स्वर्ग, अस्ट्रेलियन स्वर्ग, त्यो हामीले गरेर बनाउने हो। फेरि अमेरिका बस्ने नेपालीहरूले त्यहाँ हाम्रो यो स्वर्ग हो, हामी सबै सत्य हौँ भनेर त्यहाँ फैलाउनु होला, अस्ट्रेलिया अफ्रिका सबैतिर फैलाउनु होला है। अनि हामीले नेपाललाई स्वर्गको पहिचान, नेपालका 7वटा प्रदेश सरकार र मन्त्री खारेज, तर 7वटा प्रदेशलाई हामीले 7वटा महाद्वीपका शान्ति सङ्गठन बनाउनु पर्ने हुनाले 1 नम्बरमा उत्तर अमेरिका शान्ति सङ्गठन, 2 नम्बरमा अफ्रिकन शान्ति सङ्गठन, 3 नम्बरमा दक्षिण अमेरिकन शान्ति सङ्गठन, 4 नम्बरमा युरोपियन शान्ति सङ्गठन, 5 नम्बरमा एसियन शान्ति सङ्गठन, 6 नम्बरमा भनौँ न अस्ट्रेलियन शान्ति सङ्गठन र 7मा अन्टार्कटिकाको शान्ति सङ्गठन र कपिलवस्तुमा विश्व शान्ति सङ्गठनको राजधानी अस्ति हामीले उद्घाटन गरेर आएको छौँ। हामीले त्यहाँ बनाउँदैछौँ है त। न्याय नपाए गोर्खा जानु भनेर सार्थक बनाउनको लागि गोर्खामा विश्वको सबभन्दा ठुलो सर्वोच्च अदालतको लागि हामीले जग्गा फाइनल गरेर त्यहाँ हेरेर आएको छौँ। अनि 2-3 ठाउँमा छ, त्यहाँ हामीले बनाउँदैछौँ। विश्वमा सबभन्दा धेरै स्विस ब्याङ्कमा पैसा इङ्ल्यान्ड र चाइनिजको रहेछ के। स्विजरल्यान्डसम्म राख्न पनि गाह्रो होइन, लिन निकाल्न पनि गाह्रो, बरु नेपालको धनगढिया बनाइदिउँ न होइन, राख्न पनि सजिलो, निकाल्न पनि सजिलो। त्यो मात्र नभएर नेपालको हरेक जिल्लालाई हामीले 16को टुक्रा हामीले प्रदेशका नाम पनि आफै राखेका छौँ है त। 1 सर्वोच्च प्रदेश स्टेट अफ ग्रेट माउन्ट एभरेस्ट, 2 देवी राज्य द स्टेट अफ गडेस, 3 देव राज्य स्टेट अफ गड होइन, पशुपतिनाथ बौद्ध अल्लाह क्राइस्ट टुगेदर ह्याप्पीली, 4 स्टेट अफ प्याराडाइज सपनाको राज्य, 5 स्टेट अफ पिस शान्तिको राज्य, 6 स्टेट अफ सिभिलाइजेसन सभ्यताको राज्य, 7 स्टेट अफ ब्रेभरी वीरताको राज्य, महाकाली भएको ठाउँ है त हाम्रो देश भनेको चाहिँ सर्वोच्च देश हो, सगरमाथाको देश हो, देवी देवताहरूको देश हो, सपनाको देश हो होइन, सभ्यताको शान्तिको देश हो, सभ्यताको देश हो, वीरताको देश हो भनेर चिनाउन खोजेको है त होइन। नेपालका हरेक जिल्लालाई हामीले 16को टुक्रा भन्छौँ है त। 16को टुक्रा झापा, 16को टुक्रा मौतरी, 16को टुक्रा धनुषा, 16को टुक्रा अर्घाखाँची हामीले किन भन्छौँ भन्दाखेरि चाहिँ स्वर्ग जस्तै छ क्या हाम्रो देश, साँच्ची हो। हामीले स्वर्ग बनाउन खोजेको अनि यो देश पहिल्यै स्वर्ग छ। सबै मान्छे भगवान जस्ता खाने यो देशका, देश स्वर्ग जस्तो छ, मान्छे भगवान जस्ता होइन। शासक चाहिँ राक्षसहरूले ल्याएर राखिदिए कि अब चाहिँ देवता जस्ता शासक आछन्, अब देवताले राज्य गर्छन् यो देशमा भन्न चाहन्छु मैले है। स्वर्ग जस्तो देश र भगवान जस्ता जनतालाई साक्षी राखेर हरेक नेपालीलाई शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा 1 वर्षभित्र निःशुल्क गर्ने, 1 महिनाभित्र जेन्सीका माग सबै पुरा गर्ने, 5 वर्षमा हरेक नेपाललाई करोडपति बनाउने, 8 वर्षमा देशलाई स्वर्गको नमुना बनाएर 18 वर्ष 21औं शताब्दी त नेपालबाट सुरु हुन्छ नि। 22औं शताब्दी कहाँबाट सुरु हुन्छ? नेपालबाट सुरु हुन्छ नि त है। संसार विश्व ब्रह्माण्डमा हो 22औं शताब्दीमा पृथ्वी स्वर्ग हुन्छ, हामीले बनाउँछौँ, उहाँहरूले भन्छ, तपाईँहरूले बनाउनुहुन्छ, तपाईँहरूले बनाउने हो, यो सम्भव छ, सोच हो कि साथी हो। हाम्रा शिवले संसारभरि योग फैलाउन सक्ने, ध्यान फैलाउन सक्ने, हाम्रा बुद्धले संसारभरि शान्ति फैलाउन सक्ने होइन, हाम्रा बलि राजाले गुल्मीमा बसेर पृथ्वी लोक कब्जा गर्न सक्ने, हाम्रा 52 अवतारले गर्न सक्ने, हामीले नसक्ने भन्ने हुन्छ? हुँदैन नि त। हामी सक्छौँ, हामी गर्ने हो है त। अब अन्तिममा मलाई सबभन्दा धेरैले सोधेको प्रश्न पैसा कहाँबाट ल्याउँछस् भनेर है त है। अहिले भर्खरै है मैले नेपालको हिसाब किताब बुझाइदिन्छु है त। बजेट कस्तो हुनुपर्छ, बजेट कस्तो छ। अस्ति हाम्रो बजेट भाषण थियो। हरेक वर्ष हामीले महालक्ष्मी पूजाको दिन, लक्ष्मी पूजाको दिन हामीले बजेट भाषण गर्छौँ। असारे बजेट हामीलाई चाहिँदैन है। यो बजेट भाषण हामीले के गर्यौँ, अघि भनेका कुरा चाहिँ महालक्ष्मीको प्रार्थना गरेर सबै गरेर अब यो सकिन्छ। 100 करोड पैसा आउँछ 1 वर्षमा, 5 वर्षमा 3000 करोड पैसा आउँछ भन्ने आत्मविश्वास गरेर भनेका कुराहरू हुन्। हरेक नेपाली कसरी करोडपति हुन्छ अहिले भर्खरै पनि छ है त साथी है। नेपालको अहिले भर्खरै म हजुरहरूलाई भन्छु, कतिवटा साल छ नेपालमा गर्नुभएको छ कसैले? मैले गरेको छु सर। कतिवटा पहाड छ हेर्नुभएको छ, कतिवटा हिमाल छ नेपालमा गर्नुभएको छ, कतिवटा फलाम खान्छ गर्नुभएको छ, कतिवटा ताम खान्छ हेर्नुभएको छ, कतिवटा युरेनियम खान्छ हेर्नुभएको छ, कतिवटा हिमाल, कतिवटा भन्ने यो कुराहरू छन्। तपाईँलाई ओमकार हिमाल कहाँ पर्छ थाहा छ? बढीमालिका किन भन्ने थाहा छ? झापाको किरा भनौँ सती शिव सताची धाम कसरी शिव सताची भयो थाहा छ? दक्षे प्रजापतिले सतीलाई जन्माएको कहाँ, मारेको कहाँ थाहा छ?
बाराको बुनियाद भन्ने थाहा छ। किरातेश्वर महादेवले के गर्नुभयो भन्ने थाहा छ। पाथिभरा माताले के गरिन् थाहा छ। बडी मालिकादेखि छोटी मालिकासम्मका 16वटा धामहरू हामीलाई थाहा छ। उग्र ताराले के गरिन् हामीलाई थाहा छ। तलपट्टिको परशुराम को हुन् हामीलाई थाहा छ। हाम्रो अर्घान्छी जन्मेको पाडिनी को हुन् हामीलाई थाहा छ। हाम्रो सिंहेश्वर 84,000 ऋषिमुनि को हुन् थाहा छ। वेदव्यासले के गरे थाहा छ हामीलाई। हाम्रो जरा काट्यो क्या साथी हो है। हाम्रो रुख ढल्ने बेलामा जरा काट्यो क्या हाम्रो संस्कार संस्कृति परम्परा वेशभूषा भाषा भनेको चाहिँ हाम्रो जरा हो। हाम्रै 1 2 3 4 बाट उनीहरूले 1 2 3 मा पत्ता लागेको साथी हो। हाम्रै 7वटा बारबाट हाम्रो सन्डेबाट हाम्रो रवि भन्ने आइतबारबाट सन्डे बनाएको हाम्रो मूल भनेको के सोमबार भनेको सोम भनेको मूलबाट सोमबार बनाएको हाम्रै 365 दिनबाट चोरेर 365 दिन बनाएको हाम्रो 1 लाई 1 गरेर 1 बनाएको हाम्रो 2 लाई गरेर 2 बनाएको हाम्रो 4 लाई गरेर 4 बनाएको यिनीहरूको त आई वाला सिस्टम थियो नि त तिनीहरू हैन र। सबै हामीले चोरेको ज्ञान कहिले पनि सूर्य पश्चिमबाट उदाएको देख्नु भएको छ छैन नि। ज्ञान पनि कहिले पनि पश्चिमबाट उदाउँदैन पूर्वबाटै उदाउने हो हामीबाटै उदाउने हो। अहिलेको चेतनाको स्तरको कुरा गर्छु है त म यसैको डाक्टर। अहिले पृथ्वीको चेतना कुन स्तरको छ थाहा छ? 6औं स्तरको छ। लेभल 6 भन्छ नि सिभिलाइजेसनको है। हाम्रा पुर्खा कति स्तरका थिए थाहा छ है? 14 स्तरका थिए हाम्रा पुर्खा। पृथ्वी लोकमा बस्छ नि पृथ्वी त सानो थियो हाम्रा पुर्खालाई। भूलोक स्वर्गलोक नर्कलोक सबैबाट चलाउँथे हाम्रा पुर्खाले। हाम्रा पुर्खा खतरा थिए के। हाम्रो इतिहास खतरा थियो। हाम्रो संस्कार संस्कृति संस्कृति महान थियो भन्न खोजेको। हाम्रो साल मेरो हजुरबाको नि हजुरबाले बनाएको अहिले पनि छ 300 वर्ष भयो। फलाम भन्दा पनि बलियो साल। नेपालमा 3600 करोडवटा साल छन् अहिले है। त्यो मध्ये 50% काट्न मिल्छ थाहा छ हजुरलाई? कतिवटा छ होला नेपालमा साल? 3600 करोड गर्नु है गयो है। दुईटा जिल्लामा अर्घाखाँची र कपिलवस्तुमा मात्र 86,04,000 वटा छन्। हामीले गनाइरहेको छौँ त्यहाँनिर हिजै आएको है। नेपालमा कतिवटा फलाम खान्छ त्यो साललाई कति पर्छ थाहा छ? एउटा सालको बट्टा कति पर्छ एभरेजमा है? एकजना व्यक्तिको नाममा 12वटा साल दिन मिल्छ क्या अहिले। एउटा साललाई 1 करोड पर्छ। 12 करोड भएन उसको हैन। हाम्रो भाइको गाउँमा छैनन् ती कुराहरू। मेरो गाउँमा छैनन् तपाईको गाउँमा छैन छ नि त तर काट्नु दिँदैन भनेपछि त 12 करोड रुपैयाँ त अहिले छ नि हामीसँग। नेपालको एउटा माटो ढुङ्गालाई कति पर्छ हजुरलाई फलाम खानी भनौँ नवलपरासीको फलाम खानी कतिको कति पर्छ? त्यहाँ कतिको फलाम छ थाहा छ? 10 खरबको फलाम त एक ठाउँमा छ। एकछिन है तपाईँलाई युरानियम कहाँ छ थाहा छ? नेपालको फलाम खानी कतिवटा खाने? 162वटा फलाम खानी 147वटा तामा खानी 47वटा सुन खानी 22वटा हिरा खानी हैन 6वटा युरानियम खानी हैन। तपाईँलाई मैले बाँकी कुराहरू भनौँ एकछिन बस्नु सर है। अहिले बिचमा छोडिदिनु एकछिन बस्नु न है। अनि अर्को कुरा यो खानीबाट कति पैसा हुन्छ थाहा छ हजुरलाई? फलाम खानीबाट मात्रै भनिदिन्छु ल मैले हजुरलाई है। फलाम खानीबाट मात्रै हरेक नेपालीलाई 2-2 करोड 52 पैसा हुन्छ कि फलाम तामा र हिरा खानीबाट। युरेनियमलाई कति पर्छ थाहा छ हजुरलाई? यहाँको के अरे धादिङको रुबी भ्याली देख्नु भएको छ? रुबीलाई कति पर्छ थाहा छ हजुरलाई? रुबी भने के हो थाहा छ? तपाईँको जङ्गलमा के जडीबुटी छ थाहा छ हजुरलाई? जाजरकोट जङ्गलमा हुम्लाको जङ्गलमा जुम्लाको जङ्गलमा के छ थाहा छ हजुरलाई? हैन। हाम्रो चोलुकुमा हाम्रो पास्तरमा हाम्रो ताप्लेजुङमा के छ थाहा छ हजुरलाई? नेपालमा हरेक दिन 15 करोडको त जडीबुटीबाट कमाउन सकिन्छ। त्यसबाट नेपाललाई कति पैसा हुन्छ थाहा छ हजुरहरूलाई है? नेपालको एउटा पहाड र हिमाली जिल्ला हो नि सर। एउटा पहाड 1 देखि 5 खरब पर्छ है। एउटा पहाडको 1 देखि 5 खरब पर्छ है एउटा पहाडको माटो र ढुङ्गा मात्र बेच्यो भने खानी बाहेक खानीको झन महँगो पर्छ है त त्यहाँनिर है। प्रत्येक जिल्लामा एक एकवटा पहाड काटेर के बिग्रिन्छ? रङ्गशाला बनाउँला बिग्रिन्छ केही? त्यो गर्यो भने कति पैसा हुन्छ थाहा छ हजुरलाई? नेपालीलाई कति पर्छ हरेकको भागमा है? त्यो बाहेक भनौँ हजुरहरूलाई नेपालको पानी कति पर्छ? 1 सेकेन्डमा कति पानी इन्डिया गएको छ थाहा छ हजुरलाई? 1,24,083 कति रे 683 मेट्रिक टन पानी 1 सेकेन्डमा इन्डियामा बगेर गएको छ। त्यो पानी कति पर्छ 1 सेकेन्डमा बग्ने पानीको? 1 मिनेटको 22 अरब पर्छ भनेपछि सोच्नुस् न कति पर्छ होला त्यो कुरालाई। नेपालमा अहिले भर्खरै करोडपति बनाउने पैसा यही छ है। करोडपति बनाउने पैसा यही छ। सोच गरिब शिक्षा गरिब नीति गरिब अरू केही गरिब नि यो देशमा। हामी सोच बदल्छौँ हैन। हामी शिक्षा बदल्छौँ नीति बदल्छौँ। 5 कक्षा पढ्दा ज्यान पाल्ने 10 कक्षा त परिवार पाल्ने शिक्षा बनाउँछौँ। नेपालको हरेक जिल्लामा एउटा मेडिकल कलेज इन्जिनियरिङ कलेज आइटी कलेज संस्कृत कलेज सबै कुरा खोलेर हामीले त्यो जिल्लाका कोही पनि विद्यार्थीलाई बाहिर जान नपर्ने र संसारका मान्छेहरू पढ्ने ज्ञान लिन आउने हामी नेपाल भन्ने देशलाई यस्तो बनाउँछौँ कि कुनै पनि देशमा जाँदा ओहो नेपालबाट आउनु भएको अरे वा उहाँको त कुरा मात्र सुन्यो भने पवित्र भइन्छ अरे उहाँ त संसार गुरु राष्ट्रबाट आउनु भएको अरे उहाँ त गुरु जस्तै शिव जस्तै बुद्ध जस्तै हुनुहुन्छ हो बनाउँछौँ हामीले
हो 8 वर्षभित्र बनाउँछु, 5 वर्षभित्र हामीले यो देशमा हरेक नेपाललाई करोडपति बनाउँछौँ है त। बाचा भयो गरेन भने यही झुन्डाइदिनु, टुडी खेल्न ल झुन्डाइदिनु ल। हामीले प्रधानमन्त्री भएको 3 दिनभित्र हटाएर चुन्छौँ, 1 महिनाभित्र जिन्सीका सबै माग पुरा गर्छौँ ल है। पैसाका स्रोतहरू मैले प्रत्येक 1-1 अरब पुग्ने पैसाको स्रोत बताइन्छु के है। यति धेरै पैसा यही देशभित्रै छ, सबै कुरा छ, सिर्फ सोच छैन क्या। हामी हुँदैन भएन, यसले बिगारो उसले बिगारो, हामी युवाहरू पनि हुतियाएर हौँ, म पनि हुतियाएर हौँ। मैले पनि यो नेतालाई गाली गर्ने बाहेक थोरै काम गरेछु कि। हामी अरूलाई दोष दिन गाली गर्न मात्रै च्याम्पियन हो, आफूले माखो मारे छैनौँ, अब चाहिँ मार्ने होइन, माखो मार्ने होइन। यो देशमा क्रान्ति गर्ने हो, आर्थिक र सामाजिक परिवर्तन गर्ने हो, हातमा हात काँधमा काँध जोडेर स्वर्ग जस्तो देशलाई बगैँचा जसरी सजाउने र संसारभरि सत्य र शान्ति यहीबाट फैलाउने हो, पृथ्वी स्वर्ग यहीबाट बनाउने हो, हामीले बनाउने हो। गरे कर नभए जिम्मा चाहिँ हामी तयार छौँ भन्दै असत्यमा सत गमायो, तमस्यामा ज्योतिर्गमय, मृत्युमा अमृतम गमायो। असत्यमा थोरै सत्य छर्न खोजेको हो, भ्रमै भ्रम, अन्धकार अन्धकारमा थोरै भए पनि उज्यालो प्रकाश दिन खोजेको हो होइन। जुन मृत्यु नजिक पुगे जस्तो सोच छ हाम्रो, मर्न लागे जस्तो मरण च्यासे जुन जीव छ हाम्रो, यसलाई थोरै जोस, थोरै जागर, थोरै हौसला दिन खोजेको हो। एकदम धन्यवाद। अब भन्नुहोस्।